तिम्रो कानमा झुम्का अनि हातमा चुरा लगाउने उमेर हुँदा मेरो काँधमा जुवा र हातमा हलो थमाइन्छ यहाँ। तिमी जन्मिँदा लक्ष्मी मानेर पित्र्याउने, म जन्मिँदा घरको भार उठाउने जन्मियो भनेर खुसीले रमाइन्छ यहाँ। सायद सत्य सधैँ तितो हुन्छ होला, कसैलाई पच्दैन। नत्र हेर न, तिमी नारी हो, तिम्रो लागि नारी दिवस, म पुरुष हो, मेरो लागि मजदुर दिवस मनाइन्छ यहाँ। थाहा छ तिमीलाई, हातका मैला सुनका थैला के गर्नु धनले, सागर र सिस्नो खाएको बेच्छ आनन्दी मनले। मेरो बाल्यकालमा मलाई मेरो स्कुलले सिकाएको शिक्षा थियो यो। तर आज म भित्रको पुरुषले मलाई के सिकाइरहेको छ थाहा छ? पुरुषको इज्जत, पुरुषको मान मर्यादा नापिन्छ धनले, कमाउन नसक्दा आफ्नै परिवार नै बोल्दैन आनन्दी मनले। हो, म त्यही पुरुष हो जसको हाल खबर भन्दा पनि कमाइ सोधिन्छ यहाँ। अनि तिमी गुनासो गर्छौ अर्को जन्म छोरा भई जन्मिन पाऊ भने। सजिलो छ जस्तो लाग्छ र तिमीलाई पुरुष भएर जन्मिन? तिमी पो नारी हो, तिमीलाई आकाशको चन्द्रमासँग नापिन्छ। मैले त पहिले नै भनेको थिएँ नि तिमीलाई, म पुरुष हो, मेरो त सङ्घर्ष पनि गदासँग दाँजिन्छ यहाँ। हामीले आफ्नै घरमा सुन्दै आएको एउटा कुरा थाहा छ तिमीलाई? सधैँ मैले मात्र पकाउनु पर्ने हो र? आज एक दिन तपाईँ नि पकाएर हेर्नु न, कति गाह्रो छ भान्साको काम। अरे यार, भान्साको कोठासम्म आएको अन्न पकाउन त तिमीलाई वचन लगाउँछौ, तर सम्झ न, त्यही अन्नलाई घरको भान्सामा ल्याउन पुरुषले कति सङ्घर्ष गरेको थियो होला। म जाँदा जाँदै भनेर जान्छु तिमीलाई, पुरुषको भाग्य कस्तो हुन्छ भनेर। बाल्यकाल सकिन्छ यहाँ एउटा पुरुषको हलो र फालीमा, जवानी सकिन्छ प्रगति गर्न नसक्दा आफन्त र परिवारको गालीमा। नारी र पुरुषको इज्जतको के कुरा गर्छौ? नारी र पुरुषको इज्जतको के कुरा गर्छौ? माइतीमा सधैँ छोरीको अधिकार हुन्छ, तर ज्वाइँलाई त औकात अनुसार स्वागत गरिन्छ आफ्नै ससुरालीमा। अब भन, कसको भाग्य बलियो थियो अनि कसको फेरिएको थियो?